आजको विषयवस्तु रहेको छ कक्षा 9 ऐच्छिक गणित चतुर्थांश सम्बन्धी अभ्यास 2.4 सम्बन्धी हिसाब बनाउन सकिने नियमहरू। चतुर्थांशमा के रहेको छ भने एउटा 0 बाट x dash y dash रेखा तानिएको छ। अब तपाईको एउटा वृत्तमा 360 डिग्री को कोण हुन्छ भन्ने हामीले थाहा छ। अब यसलाई 4 भागमा हामी बाँड्छौं भने यसमा कति डिग्री कोण बन्छ? 90 डिग्री 90 डिग्री 90 डिग्री 90 डिग्री। यो 90 90 4 पटक जोड्दाखेरि 360 डिग्री बनिहाल्छ, यसमा कुनै दुविधा छैन। त्यस्तै यो चतुर्थांश सम्बन्धी के रहेको छ भने घडिक सम्बन्धी रहेछ। विशेषमा घडीको सुईले भूमिका खेलेको छ। अब घडीको सुईले भूमिका कसरी खेलेको छ भने तपाई भन्न सक्नुहुन्छ? धेरै भूमिका खेलेको छ। यो घडी दिशातिर घुम्छ भने नेगेटिभ कोण बनाउने गर्छ। यो घडीको सुईले विपरीत दिशातिर घुम्छ भने पोजिटिभ कोण बनाउने गर्छ। अब दिशातिर भनेको के हो? यो 12 छ। 12 पछि यो सुई केमा आउनु पर्छ? 1 मा। त्यस्तै 2 3 4 5 6 7 8 9 यो दिशातिर भयो। त यो दिशातिर घुम्छ भने तपाईको कुन कोण बनाउने गर्छ? नेगेटिभ कोण। अनि घडीको विपरीत दिशा भनेको यो 12 छ, यो सुई 11 मा आइहाल्छ, 10 मा आइहाल्छ, 9 मा आइहाल्छ, 8 मा आइहाल्छ, 7 मा आउँछ। यो विपरीत दिशा भयो, उल्टो घुम्यो। त विपरीत दिशातिर कोण तपाईको पोजिटिभ बनाउने गर्दछ, प्लस कोण आउने गर्छ। अब यो म कसरी तपाईले सम्झाइरहेको छु भने यसमा के हुने गर्छ? चतुर्थांशमा आउने गर्छ। हाम्रो 2.4 मा अभ्यास फर्स्टैमा दिएको छ।